हाम्रो फेरि ट्रायल सुरु भयो है आमा याङ्ग्रीको। आमा याङ्ग्री ट्रायल सुरु भयो हाम्रो। आमा याङ्ग्री ट्रायल विनिते विष्णु कहाँ हिँड्दै गरे हामी? आमा याङ्ग्री ल है शुभचिन्तकहरू मेरो डार्लिङहरू कता म चाहिँ यता है। फेरि पनि सर्ट ट्रायल 3 दिनको ट्रेकिङ आमा याङ्ग्री जाँदैछु। हामीले त हिजै ट्रेनमा बुक गरेको। माथि बेस क्याम्पमा के हाम्रो पनि ट्रेनमै हो। ए ल ल म चाहिँ भोलि बिहान गाह्रो हुन्छ भनेर माथि केही पाइँदैन। बढो बढो आगे बढो। ल ल गुड गुड। अझै 1 घन्टा लगभग लाग्छ माथि बेस क्याम्प पुग्नु। कफी त चिसो जाडो। दिन त के गरेको फोटो खिचेको हो? म त बेस क्याम्पमा पुगेर खिच्ने हो। खनाउ त कफी है कफी जाडो भयो हल्लाइदिउँ। ल आइपुग्यो हामी चाहिँ बेस क्याम्प। टेन्टहरू यता पनि रहेछ त। हाम्रो चाहिँ कता हो नि? हो 5 मिनट। अब यत्रो त हिँडौँ न त। 5 मिनट आइपुग्यो। हामीलाई त 3 घन्टै लाग्यो नि तल बाटो। लागेन छिटै हिँड्नेछ हौ। ल आइपुग्यो है। यो त होइन हाम्रो खोइ के हो आयो भोटेको कुरा। यही हो त हाम्रो। ए बेस क्याम्प यही रहेछ। ल आइपुग्यो हामी चाहिँ तलबाट। 3 घन्टा पनि लागेन हामीलाई। आमा याङ्ग्री ट्रायल आएको। भोलिको हाम्रो ऊ चाहिँ यहाँ माथि देख्नु सक्नुहुन्छ हौ। ल आऊ आऊ फाइनली आइपुग्यो बेस क्याम्प। दाइला धन्यवाद वेलकम टीको लागि। वेलकम टी है बेस क्याम्प। आमा याङ्ग्री बेस क्याम्प। आमा याङ्ग्री बेस क्याम्पको स्पेशल टी वेलकम टी। स्पेशल वेलकम टी। ल 1 2 3 चीयर्स। ताली बजाऊ न। यो भिडियो बिना दिदी कहाँ गएको अरे तिमीहरू? कहाँ आएको? ए ल हामी चाहिँ यहाँ आमा याङ्ग्री बेस क्याम्पमा यहाँ इन्जोय गरिरहेको छौँ नि। आगो सागो पालेर यता भाइहरू बहिनीहरू चाहिँ पुरा फुल इन्जोय भइरहेको छ। यतै बहिनीहरू भाइहरू समाजले केही गर्न सक्दैन।
ल है हामी चाहिँ अब सुत्न आँटेको अब सुत्ने होइन त गाइज ल हाम्रो टोली चाहिँ सबै मस्त निन्द्रामा छ है ए यता पनि छ यो चाहिँ मेरो बेड सिङ्गल चाहिँ आए सुते